बन्ने होइन त एन्टरप्रेनर अर्थात् उद्यमी। हरेक उद्यमको सुरुवात कानुनी रूपमा दर्ता भएर नै सुरु हुन्छ। यसको सही विकल्प प्राइभेट लिमिटेड कम्पनी दर्ता हो। आज म तपाईँलाई प्राइभेट लिमिटेड कम्पनी दर्ता गर्दा के आवश्यक पर्छ र यसका फाइदाहरू के छन् छोटो र स्पष्ट रूपमा बताउँदैछु। ध्यान दिएर सुन्नुहोस् है। पहिले जानौँ के आवश्यक पर्छ कम्पनी दर्ता गर्नका लागि। 1 मा अलि फरक युनिक कम्पनीको नाम चाहिन्छ, जुन दर्ता भएका कुनै पनि नामसँग मेल खानु हुँदैन। 2 मा कम्पनीको अफिस कहाँ राख्ने हो, रजिस्टर्ड ठेगाना यकिन हुनुपर्छ। 3 मा के काम गर्ने कम्पनी हो, यसको उद्देश्य प्रष्ट हुनुपर्छ। 4 मा सञ्चालकहरूको नागरिकता, पर्सनल प्यान र राष्ट्रिय परिचय पत्र आवश्यक पर्छ। 5 मा कम्पनीको पुँजी। यति भएमा भरपर्दो कन्सल्टिङ सेवा कम्पनी वा अनुभव प्राप्त कानुनी व्यवसायको सहायतामा कम्पनी दर्ता गर्न सकिन्छ। अब कुरा गरौँ प्राइभेट लिमिटेड कम्पनीका मुख्य फाइदाहरू। 1 मा सीमित दायित्व। यसको मतलब यदि कम्पनीमा घाटा भयो भने तपाईँको व्यक्तिगत सम्पत्ति जोखिममा पर्दैन। लगानी गरेको रकमसम्म मात्र जिम्मेवारी हुन्छ। 2 मा विश्वसनीयता पर्छ। रजिस्टर कम्पनी हुँदा ग्राहक, बैंक र पार्टनरहरूले तपाईँलाई बढी विश्वास गर्छन्। यसले तपाईँको ब्रान्ड भ्यालु बढाउँछ। 3 मा पुँजी जुटाउन सजिलो। प्राइभेट लिमिटेड कम्पनीमा सेयर मार्फत नयाँ लगानीकर्ताहरू भित्राउन सकिन्छ। यसले बिजनेसलाई ग्रोथ गर्छ। 4 मा अलग कानुनी अस्तित्व। कम्पनी तपाईँको फाइदाको लागि खडा गरिएको छुट्टै कानुनी व्यक्ति हो। कम्पनीले आफ्नै नाममा कन्ट्र्याक्ट गर्न सक्छ, सम्पत्ति राख्न सक्छ। यसलाई तपाईँले कानुनी रूपमा परिचालन गर्ने हो। 5 मा निरन्तरता। सञ्चालक परिवर्तन भए पनि कम्पनी बन्द हुँदैन, चलिरहन्छ। 6 मा विस्तारको अवसर। ठुला प्रोजेक्ट, ठेक्का, पार्टनरसिप सबैमा प्रवेश गर्न सजिलो हुन्छ र यसबाहेक पनि थुप्रै फाइदाहरू रहेका छन्। जस्तै एउटा कम्पनीले जति पनि शाखा कार्यालय खोल्न सक्छ। एउटै कम्पनीले अर्को कम्पनी खोल्न र सेयर किन्न सक्छ। यी बाहेक पनि थुप्रै फाइदाहरू रहेका छन्। अन्त्यमा यदि तपाईँ लङ टर्म र प्रोफेसनल बिजनेस बनाउन चाहनुहुन्छ भने प्राइभेट लिमिटेड कम्पनी दर्ता गर्नु एकदमै सही निर्णय हो। यदि तपाईँ कम्पनी दर्ता गर्न चाहनुहुन्छ भने एरोनेप कन्सल्टिङ सर्भिसेसले विशेष अफर ल्याएको छ। रु 4,979 सेवा शुल्कमा कम्पनी दर्ता गर्न सकिन्छ। यसको लागि वैशाख महिनाभित्रै सम्पर्क गर्नुहोला। तपाईको सबैभन्दा नजिक कोही ठुलो बिजनेसम्यान बन्ने सपना भएको साथीलाई यो जानकारी सेयर गर्नुहोस् है। Aeronet Biz Connect, an initiative of Aeronet Consulting Services.